नमस्कार। आज हामी कर्णालीको बारेमा कुरा गर्दैछौँ, तर हामीले सधैँ सुन्दै आएको कर्णालीको कथा होइन है। यो त एउटा यस्तो संवादको कथा हो जसले कर्णालीप्रतिको हाम्रो सोचलाई नै भनौँ न एक किसिमले हल्लाइदिन्छ। यो भूगोलको मात्र कुरा होइन, यो त दुई पुस्ता बीचको एउटा गहिरो कुराकानी हो। ल अब सिधै मुख्य प्रश्नमा जाउँ है त। हामी कर्णालीलाई कसरी हेर्छौं? हाम्रो नजरमा कर्णाली के हो? एउटा दुर्गम ठाउँ मात्रै हो कि यसको परिचय त्योभन्दा कता हो कता फराकिलो छ? एकछिन आँखा चिम्लेर सोचौं त। जब कर्णाली भन्ने शब्द सुनिन्छ, दिमागमा के आउँछ? अभाव, दुर्गमता, सङ्घर्ष? प्राय यस्तै चित्र आउँछ होला, होइन त? के अरू केही पनि आउँछ? हो, यहीँनेर कुरा आउँछ दुई फरक दृष्टिकोणको। एकातिर हामी सबैको साझा बुझाइ छ, कर्णाली मतलब विकट र अभावले भरिएको ठाउँ। तर अर्को पाटो पनि छ, एउटा गहिरो सत्य, जहाँ कर्णाली विराट छ र वैभवले भरिपूर्ण छ। अब यो संवादलाई एउटा बिल्कुलै नयाँ मोड दिने विचार आउँछ सिन्जा उपत्यकाका एकजना पाका मान्छे हर्क बहादुरबाट। उहाँको भनाइ सुन्नुस् है। यो विकट भन्ने शब्द त अहिले सहरियाले दिएको हो, हाम्रो लागि त कर्णाली विराट थियो। ल, उहाँले विराट त भन्नुभयो, तर के को आधारमा? अब हेरौं यो विराट भन्ने दावीलाई इतिहासले कसरी साथ दिन्छ। कुरा के हो भने, कर्णालीको इतिहास साँच्चीकै सम्पन्न थियो। सोच्नुस् त 12औं शताब्दीमा त्यहाँ कति शक्तिशाली खस राज्य थियो। 13औं शताब्दीसम्म त पश्चिममा कश्मीरदेखि उत्तरमा तिब्बतसम्म यसको प्रभाव थियो। र सबभन्दा महत्त्वपूर्ण कुरा, 14औं शताब्दीमा आज हामी जुन नेपाली भाषा बोलिरहेका छौं, त्यो यही कर्णालीको सिन्जा उपत्यकामा जन्मिएको हो, यही फस्टाएको हो। तर समय बदलियो, 18औं शताब्दीमा त्यो राज्य विलय भयो र बिस्तारै बिस्तारै इतिहासको पानाबाटै कर्णालीको त्यो केन्द्रीय भूमिका हराउँदै गयो। हो, सिन्जा उपत्यका नेपाली भाषाको मुहान नै यही हो। हामीले आज बोल्ने हरेक शब्दको जरा, त्यसको नाभि यही माटोसँग जोडिएको छ। सोच्नुस् त, कर्णालीले सिङ्गो देशलाई कति ठूलो, कति अमूल्य सांस्कृतिक उपहार दिएको रहेछ। त्यसैले त हर्कबहादुर भन्नुहुन्छ, त्यति बेला सम्पत्ति भनेको धन दौलत मात्रै थिएन। खास सम्पत्ति त सांस्कृतिक गौरव र आफ्नो पहिचान थियो। उहाँकै शब्दमा भन्दा, हामी अभावमा थियौं होला, तर पहिचानमा कहिल्यै गरिब थिएनौं। प्रश्न उठ्छ, होइन त? यदि कर्णालीको विगत यति गौरवशाली थियो भने आखिर भयो के त? त्यो वैभवको कथा कसरी अभाव र कठिनाईको कथामा बदलियो? आधुनिक युगमा आइपुग्दा कर्णालीको सङ्घर्षको रूप फेरियो। राज्यको नजर परेन, जसले गर्दा भौगोलिक एक्लोपन झन बढ्यो। अवस्था कस्तो थियो भने, एक बोरा चामलका लागि हफ्तौं